मेडिकल व्यवसायी दुर्गा प्रसाईले देश बनाउनका लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताउनु भएको छ। आइतबार काठमाडौँमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रसाई मुलुक निकै अप्ठ्यारो अवस्थामा पुगेको भन्दै देश बनाउनका लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताउनु भएको हो। उहाँले यसअघि आफूहरूले गरेको अभियानका क्रममा भएका गल्ती कमजोरीलाई सच्याएर आफू सुध्रिन तयार भएको जिकिर गर्नुभयो। आफ्ना कारणले मुलुकलाई अप्ठ्यारो परेको भए आफू देश छाडेर जान पनि तयार रहेको उहाँको भनाइ छ। प्रसाईले सरल भाषामा आफ्ना मागहरू सरकारवाला समक्ष पुर्याउँदा कसैले नसुनेका कारण ठाडो भाषा प्रयोग गर्नु परेको बताउनुभयो। उहाँले आफूले केवल देश र गरिब जनताका लागि बोल्दा समेत मूलधारका सञ्चार माध्यमले आफूलाई कहिले राम्रो नदेखेको गुनासो गर्नुभयो। दुर्गा प्रसाई ठाडो बोलो भन्छन्। ठाडो नबोल्दाखेरि मेरो बोली नै सुनवाई भएन त मैले के गरौँ? एउटा बच्चा पनि जन्मेपछि नि चिच्याउँछ नि, बच्चा जन्मिने बित्तिकै चिच्याउँछ नि, भोक लाग्छ नि, त्यो विद्रोह। मैले ठाडो बोले, बाङ्गो बोले, जे बोले, मेरो विद्रोहको भाव त मैले के भने भनेदेखि मलाई त्यो वातावरण नबनाइदिनु न, मेरा मागहरू पुरा गरिदिउँ। 20 लाख भन्दा मुनिको गरिबको ऋण जसले तिर्न सक्दैन त्यसको मिना गरिदिउँ। त्यसको त सरकार हुन्छ नि, राज्य हुन्छ नि गार्जियन भनेको। 20 लाख भन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने मौका दिउँ सबैलाई। घर लिलाम नगरिदिउँ। घर भनेको सपना हो जहाँ परिवार बस्छ। परिवारलाई सडकमा नलैजाउँ। हाम्रा दाजुभाइ दिदीबहिनीहरू चाहिँ रेमिटेन्सको लागि विदेश जान्छन्। त्यो रेमिटेन्स उताबाट चाहिँ आउँछ। त्यो रेमिटेन्स कसले चलाउँछ भन्दाखेरि यिनै तस्करले चलाउँछ, जसले बिजुलीको पैसा तिर्दैन। कारणले आज हामी कहाँ पुग्यौँ भन्दाखेरि दुर्दशामा पुग्यौँ। हाम्रो सबैभन्दा ठुलो शिर भनेको एउटा सम्पदा भनेको सिंहदरबार सक्यो। यो चान्चुने कुरो छैन। संसद भवन भनेको त अर्को कुरो। सिंहदरबार भनेको त राणा शासन कालको सम्पदा हो एउटा। किनभने यत्रा ऊ हुँदा पनि आगो लागेको थिएन। त्यो चिजमा आगो लाग्नु भनेको व्यवस्था सकिनु। त्यसले गर्दाखेरि अब अहिलेको वातावरण के भएको छ भनेदेखि अहिलेको स्थिति के भएको छ भन्दाखेरि यो त सरकार हो कि यो सरकार होइन कि? हेर्नुहोस्, पुलिसलाई के गरियो? लुगा खोलिएर पुलिस भनेको के हो? पुलिस भनेको कानुन हो नि, देशको सिन्दुर छापेको नेपाल सरकारको सिन्दुर हो नि। ती ड्रेस लगाएर चाहिँ नि हातमा हतियार बोकेर हेर्नुहोस्। अब यो पुलिसको मनोबल यसरी गिरेको छ। म पनि पक्राउ खाएको, पुलिसले मलाई धेरैपल्ट पक्रियो, तर पनि म पुलिस चाहिन्छ भन्छु। पुलिस चाहिन्छ हामीलाई। पुलिस छैन भने आज कोही नेपाली पनि सुरक्षित छैन। कोही पनि के भन्छु भन्दाखेरि मैले ब्याज पनि तिरेको छु, मैले बिजुलीको पैसा पनि टाइममा तिरेको छु, सबै कुरा टाइममा गरेको छु। म अहिले पनि भन्छु नेपालमा सक्सेसफुल व्यापारी हुँ। मेरो बिग्रेको छ, तर म व्यापारी पनि भन्दिनँ। म पैसा पनि कमाउने मान्छे होइन। म उद्योगी पनि भन्दिनँ। 5000 मान्छेलाई रोजगारी दिएको छु, तर म ऱ्यान्डम टाइपको मान्छे हुँ। अब जसरी जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ। तपाईँहरूले गाली गर्दै गर्दा पनि यहाँ आएँ। तपाईँहरूसँगै लडेर आएको नि त। तपाईँहरूले मलाई कहिल्यै मेन स्ट्रिमको मिडियाले त मलाई राम्रो कहिल्यै लेखेन नि, कहिल्यै लेखेन जीवनमा। मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन। अब कमसेकम पनि म के भन्न चाहन्छु भने ल हिजो जे भयो भयो, हिजो हामीले बाटो बिर्स्यौँ, सबैले बोल्यौँ। अब त कमसेकम देश जोगाउने त्यो भुग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाउँ। मान्छेले न्यानोपन खोजेको छ। अब यसमा मैले कहाँ सुध्रिनु पर्ने? तपाईँहरू भन्नुहुन्छ दुर्गा त देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ। म रेडी, म जान तयार, म जान्छु। मलाई लोभ होइन दाइ, मलाई केही चाहिँदैन। अब मलाई जीवनमा के छ हेर्नुहोस्, हिजो जे भयो भयो, लागौँ दाइ। नभए हामी लागेनौँ भने हाम्रो देश पनि टुक्रिन्छ, छिमेकी मुलुक पनि टुक्रिन्छ। सबैजनाले बुझ्नुपर्छ। र छिमेकी मुलुकलाई पनि म के भन्छु भने अब तपाईँहरू धेरै नखेल्नुहोस्, माया गर्नुहोस्, यसलाई बनाउनेतिर लाग्नुहोस्। अनि नेताहरूको त कुरो नगरौँ दाइ। यिनीहरूको त के कुरा गर्नु? अब पैसा धेर भएर लगानी गर्ने ठाउँ नभएर घरमा पैसा आगो लाग्यो। देश कसैले जोगाउँछ भने जोगाइदियोस्, तर नेपाल बचाइदियोस् विदेशबाट। त्यस्तै उहाँले अहिले गृह मन्त्रालयले आफूहरूको मागका बारेमा जानकारी लिन छलफलमा बोलाएको भन्दै सरकारले राम्रो कदम चालेको उल्लेख गर्नुभयो।